हेलो गाइस, हामी चाहिँ गान्द्रुकदेखि पुनेको लागि यात्रा सुरु गर्दैछौँ। पूरा भिडियो हेरेर हामीलाई साथ दिनु होला। अनि यहाँ देख्न सक्नुहुन्छ तपाईहरु सुन्दर झरना। ल गाइस, फाइनली हामी गान्द्रुक आइपुग्यो। अब हामी जाँदैछौँ माथि। फाइनली हामी आइपुगेका छौँ। अब हामी सायद गुरुङ कटेजमा जान्छौँ होला यहाँबाट। ल स्टे विथ अस हैन। ल हुन्छ, हामी चाहिँ होटलहरु खोज्नलाई जाँदैछौँ। गाइस, फाइनली हामी गुरुङ कटेज आइसक्यौँ है। तपाईहरु देख्न सक्नुहुन्छ गुरुङ कटेज। अनि यहाँ चाहिँ म चिसो मौसममा तातो चियाको सुर्पीसँगै विश्वयुद्धको पहिलो पाना सुरु गर्दैछु। अनि त्यसपछि हुन्छ हाम्रो खाना खाने टाइम। हेलो गाइज, हामी चाहिँ यता गान्द्रुकबाट गोरेपानीको यात्रा सुरु भयो। अनि हामी चाहिँ जाँदैछौँ। हाम्रो यात्रा 6-7 घन्टाको ट्रेकिङ सुरु हुँदैछ। यतैबाट भन्नुभएको होइन, यो घरबाट यता भन्नुभएको होइन, हुनसक्छ। तपाईँ चाहिँ यहाँ देख्न सक्नुहुन्छ। चार बजेको छ अनि हाम्रो चाहिँ पुनेको यात्रा सुरु हुँदैछ। भ्यू टावरसम्मको हेरेर इन्जोय गरिदिनु होला। पुनेको टावर गाइस। बिहानको 4 बजे उठेर अनि पानीमा भिज्दै अनि 1 घण्टाको यात्रापछि हामी फाइनली पुनिलमा त पुग्यौँ। तर मौसमहरू नखुलेको कारणले हामीले हिमालहरू सनराइजहरू चाहिँ देख्न पाएनौँ। सायद यो हाम्रो ब्याड लक थियो होला। अनि एकैछिन थोरै मौसम खुल्दा चाहिँ हामीले यो रमाइलो दृश्य देख्न पायौँ। बादलभित्र लुकेर झुल्किँदै गरेको सुन्दर हिमाललाई तपाईहरु केही यात्राको झलकहरू देख्न सक्नुहुनेछ। अनि भिडियो अन्तिमसम्म हेरेर साथ सहयोग गरिदिनु भएकोमा सबैजनालाई धन्यवाद। भिडियोलाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। अनि अर्को भिडियोमा भेट्ने नै छौँ। अहिलेलाई बाइ बाइ, लभ यु अल।